हेलो एभ्रिवान, स्वागत छ यहाँलाई मेरो किचनमा। सदा जस्तै आज पनि एउटा नयाँ रेसिपी लिएर यहाँहरूमा आइसकेको छु भन्दै आजको रेसिपीतिर लागे है त। आज चाहिँ मैले चना र लौकाको तरकारीको रेसिपी लिएर आएको छु। सबैभन्दा पहिला त लौकालाई मसिनो पिस बनाएर काटिसकेको छु। यसैगरी रातभरि भिजाएको चनालाई लिएको छु। अब चाहिँ आगो बालेर कराई तताइसकेको छु। कराईमा तेललाई राख्छु। तेल राखिसकेपछि केही समय तेललाई तात्न दिनुपर्छ। अब चाहिँ लगभग तेल तातिसकेको छ। आधा चम्चा मेथीलाई फुराउँछु। मेथी हल्का रातो रातो भएपछि आधा चम्चा जिराको दानालाई राख्छु। एउटा दालचिनीको टुक्रा, एउटा सुकेको खुर्सानीलाई राखेँ। 2वटा तेजपत्तालाई माथिबाट राखेको छु। मसलाहरू राम्रोसँग फ्राई भइसकेपछि एउटा प्याजलाई मसिनो गरी काटेर राखेको थिएँ। प्याजमा पनि हल्का कलर आउन थालिसकेको छ। फेरि पनि केही समय फ्राई हुनलाई छोडिदिन्छु। अब चाहिँ प्याज राम्रोसँग फ्राई भइसकेको छ। अघि तयार गरेको चनालाई माथिबाट राखेर राम्रोसँग चलाउनु पर्ने हुन्छ। स्वाद अनुसार नुनलाई राखेँ। यसै गरी 1 चम्चा बेसारलाई पनि राख्छु। लौकाभन्दा चना ढिलो पाक्ने भएकोले मैले चाहिँ चनालाई अगाडि नै फ्राई गरेको हो। अब चाहिँ लगभग चना राम्रोसँग फ्राई भइसकेको छ। माथिबाट अघि काटेर तयार गरेको लौकालाई राख्छु र राम्रोसँग चलाउँछु। यतिको चलाइसकेपछि केही समय सानो आगोमा छोपेर पकाउनु पर्ने हुन्छ। चना र लौकालाई राम्रोसँग पाक्न दिनलाई फेरि पनि छोपेर पकाउँदैछु। अब चाहिँ लगभग चना र लौका पाक्न लागिसकेको छ। मसलाहरू तयार गर्छु। मसला चाहिँ मैले सिलौटोमा कुटेर लिएको छु, जसमा चाहिँ आधा चम्चा जिरा, आधा चम्चा धनियाँको दाना राखेको छु। थोरै अदुवा, लसुनलाई पनि राखेर राम्रोसँग पिस्नु पर्ने हुन्छ। मसला लगाएपछि राम्रोसँग चलाएर मसलालाई केही समय छोपेर पाक्न छोडिदिनुपर्छ।
अब चाहिँ चना र लौकाको तरकारी बनेर तयार पनि भइसकेको छ। पिरोको लागि रातो धुलो खुर्सानी 1 चम्चा राखेको छु। हजुरहरू पिरो कतिको खानुहुन्छ त्यही अनुसार राख्नुहोला भने मसँग चाहिँ टमाटर नभएर अन्तिममा 1 टुक्रा कागतीको रसलाई निचोरेर राखेको छु। हजुरहरूसँग टमाटर छैन भने यसरी कागतीको रस अथवा चुक अमिलो पनि राख्न सक्नुहुनेछ। एकदमै मिठो स्वाद आउनेछ। अब चाहिँ चना र लौकाको तरकारी एउटा प्लेटमा सर्भ गर्दैछु। यहाँहरूलाई मेरो आजको रेसिपी कस्तो लाग्यो, मन पर्यो भने लाइक, कमेन्ट र सेयर अवश्य गरिदिनु होला। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ अनि च्यानललाई सब्सक्राइब गर्न भुल्नु भएको छ भने प्लिज सब्सक्राइब गरिदिनु होला। यसले गर्दा मेरो नयाँ रेसिपीहरू हजुरमा सजिलै आउने गर्दछ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धन्यवाद। यस्तै नयाँ रेसिपी लिएर अर्को भिडियोमा आउने नै छु। यहाँहरूको आजको दिन शुभ रहोस्।